मान्य सदस्य गोपाल शर्मा, त्यसपछि मान्य सदस्य गुरुप्रसाद बराल। सम्माननीय सभामुख महोदय, सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न एवं कर तथा राजस्व प्रशासनलाई व्यवस्थित गर्ने विधिसँग सम्बन्धित यो विधेयक छ। अर्थमन्त्रीज्यूले पेश गरेको आर्थिक विधेयक सम्बन्धी मैले केही धारणा यहाँ राख्न चाहन्छु। सभामुख महोदय, विधेयकमा विद्यमान कर नीतिका प्रावधानहरूले धनी वर्गलाई पोष्ने र गरिबलाई मास्ने नीति लिएको छ। ओल्ड इनइक्वालिटी ल्याबको पछिल्लो रिपोर्टले बताउँछ कि नेपालमा टप 1%सँग 25% सम्पत्तिको हिस्सा छ, टप 10%सँग 59% सम्पत्तिको हिस्सा छ र बटम 50%सँग 4.7% मात्रै सम्पत्तिको हिस्सा छ। वर्गीय खाडलको यो भयावह अवस्थालाई समाधान गर्ने गरी करका प्रावधानहरू र बजेटको व्यवस्था गर्नुपर्नेमा हाम्रा विद्वान अर्थमन्त्रीज्यूले यसलाई नबुझेको म भन्दैन, तर यसप्रति अनदेखा किन गर्नुभयो भन्ने कुरा म चाहिँ आश्चर्यमा परेको छु। सभामुख महोदय, अर्थ विधेयकमा केही यस्ता प्रावधानहरू छन् करको सङ्ख्या बढाउने गरी आएको छ। करको सङ्ख्या एउटै प्रकृतिमा पनि 3-4वटा छन्, त्यसलाई हामीले सङ्कुचन गर्न सक्छौँ। जस्तो केन्द्रले पनि त्यहीमा, प्रदेशले पनि त्योमा, स्थानीयले पनि एउटै विषयवस्तुमा कर लिइराखेको छ, त्यसलाई एउटा प्रावधानमा ल्याउन सकिन्थ्यो। 18बाट 22 पुर्याइएको छ, तर एउटै प्रावधानमा जस्तो भन्न सक्छु, घर जग्गा सम्बन्धी प्रावधानमा सङ्घले आयकर लिन्छ, प्रदेशले रजिस्ट्रेसन शुल्क लिन्छ र स्थानीय तहले फेरि सम्पत्ति कर लिन्छ। यो प्रावधान एउटै बिन्दुमा ल्याउन सकिन्छ। यस्ता केही विषयहरू छन्, मैले यतापट्टि अर्थमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। प्रगतिशील कर नीतिमा आधारित प्रावधानहरू यहाँ हुनुपर्थ्यो। प्रगतिशील कर नीति खास गरी धनीबाट कर लिएर गरिबलाई सहयोग गर्ने, सपोर्ट गर्ने नीतिमा आधारित हुनुपर्थ्यो र बढ्दै कर आम्दानी बढ्दै जाँदा कर पनि बढ्दै जाने प्रावधानसँग यो हुनुपर्थ्यो। तर यसको विपरीत 39% सम्म तिर्नेलाई 29%सम्म ल्याएर धनी वर्गलाई सपोर्ट गर्ने नीति उहाँले ल्याउनु भयो। यसबाट मलाई के लाग्छ भन्दा मैले केही यहाँ अलिकति टाइमको अभाव भयो, मैले केही तथ्यहरू पेश गर्न चाहन्थेँ सभामुख भयो, तर मैले खास गरी के भन्न चाहन्छु भने अहिले मुद्दामा छुट दिएर र करमा छुट दिएर अर्थमन्त्रीज्यू खास गरी सरकारले के फाइदा लिन खोजेको छ, तर मैले देशलाई खरबौँको हिसाबले घाटा देखेको छु। त्यस अर्थबाट मैले यहाँ चाहिँ अलिकति धनी वर्गलाई विशेष छुट दिएको र गरिबहरूलाई मैले एउटा तथ्यमा पनि बिजुलीमा कर लगाउने, शिक्षामा कर लगाउने, स्वास्थ्यमा कर लगाउने, बिरामीको टाउकोमा कर लगाउने, जो